नमस्कार मित्रहरू। नेपाल मन्दिरहरूको देश। यहाँका पवित्र तीर्थस्थलहरू धार्मिक मात्र होइन, ऐतिहासिक र सांस्कृतिक धरोहर पनि हुन्। आजको भिडियोमा हामी नेपालका प्रसिद्ध मन्दिरहरूको बारेमा चर्चा गर्नेछौँ। तपाई तयार हुनुहुन्छ? सुरु गरौँ। 1. पशुपतिनाथ मन्दिर। सबैभन्दा पहिले काठमाडौँमा रहेको विश्व प्रसिद्ध पशुपतिनाथ मन्दिर। भगवान शिवलाई समर्पित यो मन्दिर हिन्दू धर्मावलम्बीहरूको लागि एक प्रमुख तीर्थस्थल हो। 2. स्वयम्भूनाथ स्तूपा। बौद्ध धर्मका अनुयायीहरूका लागि अत्यन्तै महत्त्वपूर्ण स्वयम्भूनाथ स्तूपा, जसलाई बाँदर मन्दिर भनेर पनि चिनिन्छ। यहाँबाट काठमाडौँ उपत्यकाको सुन्दर दृश्य देख्न सकिन्छ। 3. बौद्धनाथ स्तूपा। नेपालकै सबैभन्दा ठूलो स्तूपामध्ये एक बौद्धनाथ स्तूपा। यो ठाउँ बौद्ध धर्मावलम्बीहरूका लागि मात्र नभई पर्यटकहरूका लागि पनि आकर्षणको केन्द्र हो। 4. मनकामना मन्दिर। गोरखामा अवस्थित मनकामना मन्दिरको नाम सुन्ने बित्तिकै तपाईलाई के लाग्छ? हो, यहाँ भक्तजनहरू आफ्नो मनोकामना पूरा हुने विश्वास राख्छन्। 5. जनकपुर रामजानकी मन्दिर। मिथिला सभ्यताको उत्कृष्ट उदाहरण रामजानकी मन्दिर, जहाँ माता सीताको जन्म भएको मानिन्छ। यो नेपालकै सबैभन्दा सुन्दर हिन्दू मन्दिरहरूमध्ये एक हो। 6. बुढानीलकण्ठ मन्दिर। काठमाडौँको उत्तर भागमा रहेको बुढानीलकण्ठ मन्दिर। यहाँ विशाल शेषशय्यामा सुतेको भगवान विष्णुको मूर्ति छ, जसलाई पानीमुनि हेर्दा झनै अद्भुत देखिन्छ। 7. गुहेश्वरी मन्दिर। पशुपतिनाथ नजिकै अवस्थित गुहेश्वरी मन्दिर शक्तिपीठहरूमध्ये एक हो। यो मन्दिर खास गरी तान्त्रिक उपासनाका लागि प्रसिद्ध छ। 8. दक्षिणकाली मन्दिर। यदि तपाई काली माताको भक्त हुनुहुन्छ भने दक्षिणकाली मन्दिर अवश्य जानुहोस्। यो मन्दिर शक्तिशाली देवी कालीलाई समर्पित छ, जहाँ विशेष गरी शनिबार ठूलो भिड लाग्छ। 9. पाथिभरा देवी मन्दिर। पूर्वी नेपालमा अवस्थित पाथिभरा देवी मन्दिर नेपालका प्रमुख शक्तिपीठहरूमध्ये एक हो। यहाँ हजारौं भक्तजनहरू आफ्नो मनोकामना पूरा गर्न पुग्छन्। 10. हलेसी महादेव मन्दिर। खोटाङ जिल्लामा रहेको हलेसी महादेव मन्दिर 3 प्रमुख धर्म हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीहरूको साझा तीर्थस्थल हो। निष्कर्ष: नेपालका मन्दिरहरू केवल धार्मिक स्थल मात्र होइनन्, यी सांस्कृतिक सम्पदा हुन् जसले हाम्रो परम्परा र आस्थालाई जोगाइरहेका छन्। यदि तपाईलाई यो भिडियो मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। तपाई कुन मन्दिर घुम्न चाहनुहुन्छ? तल कमेन्टमा लेख्नुहोस्। धन्यवाद। जय नेपाल।